हामी मानुङकोटको यात्रामा बिहानै निस्किँदैछौँ। आज हिजो बेलुकी तनहुँ जिल्लाको सदरमुकाम दमोली नजिकैको यो भात गाउँमा बस्यौँ र बिहान 5 बजे आज हामी उठेर हिँड्यौँ। अनि 5 बजेर 3 मिनटमा हामी दमोली बजारमा पुग्यौँ र त्यहाँबाट माथि पुल क्रस हुँदै अलिकति माथि झापाघाटको देब्रे साइडतर्फ दमोलीबाट पोखरा जाँदा देब्रे साइडतिर माथि मानुङ जाने बाटो छ र त्यहाँबाट माथि उक्ल्यौँ र जानासाथ सुरुमा चाहिँ अलिकति उकालो बाटो छ, पिच रोड भइसकेको छ। अनि त्यसपछि गाउँहरू हरियालीहरू हेर्दै अगाडि बढिरहेछौँ र बस्तीहरू बाक्लिँदैछ। सायद यो पर्यटकीय ठाउँले गर्दाखेरि यहाँ चाहिँ अन्यत्रबाट पनि बसाइसरी आउने मान्छे सङ्ख्या धेरै छ र बिहान 5:15 बजीतिरको भ्यू हेर्दै, बिहानी उज्यालो हेर्दै, सबै रमाइलो हेर्दै, गाउँघर हेर्दै, ती ऐसेलुका बोट हेर्दै, ती अगाडिका केराका बोटहरू हेर्दै, माथि मानुङको हेर्नुहोस् त कस्तो राम्रो दृश्य हेर्दै हामी अगाडि यात्रामा हिँडिरहेका छौँ र हाम्रो गाडीले मानुङकोटको माथिसम्मै झन्डै टपभन्दा अलिकति तलसम्म चाहिँ हामी पुग्छौँ र बिचमा चाहिँ केही ठाउँमा चाहिँ पिच हुन पनि बाँकी देखिन्छ र अलिकति गाह्रो हुने ठाउँमा चाहिँ बिस्तारै जानु होला तपाईँहरू पनि। र यसरी हामी पनि अगाडि बढ्यौँ र यो मानुङकोट यो तनहुँको 1080 मिटर उचाइ समुद्र सतहदेखि रहेको ठाउँमा तपाईँ पनि आउनुहोला। यसरी चाहिँ यस्तो ग्रिनरी भ्यू देखिन्छ, तनहुँका डाँडाहरू देखिन्छ। हेर्नुहोस् त गराहरू, जहाँ चाहिँ पहिला यो मानुङको गाउँ हेर्नुहोस् त कति राम्रो छ। यहाँ होमस्टेहरू पनि छ। अनि त्यसपछि तपाईँ चाहिँ लोकल परिकारहरू पनि खान पाउनुहुन्छ र सबै मजा लिन पाउनुहुन्छ। र तपाईँले कास्कीका, स्याङ्जाका, यता नवलपरासीतिरका तपाईँको देवचुली, बरचुलीहरू देख्न सक्नुहुन्छ। यस्तो खालको सडक छ, बिचमा हाम्रो गाडी गाह्रो पनि भएको ठाउँमा र बिस्तारै माथि लग्यौँ गाडी र यसरी चाहिँ अगाडि बढ्दै गयौँ र मानुङबाट चाहिँ हामीले तलको भ्यूहरू, दमोली बजारको भ्यूहरू, तनहुँ हाइड्रो पावरको भ्यूहरू, साँगेतिरका भ्यूहरू, लमजुङ होमस्टेहरूका भ्यूहरू, सम्पूर्ण भ्यूहरू हेर्न सकिन्छ। त्यसपछि यो ठाउँ चाहिँ पोखराबाट झन्डै 48 किलोमिटर र दमोलीबाट आधी घन्टाको यात्रामा हामी पुग्यौँ। र यदि तपाईँ पैदल यात्रा गर्ने हो भने झन्डै 7 देखि 1.5 घन्टा जति लाग्छ। पुग्ने बेलामा मानुङकोटै गाडीमा आउनुहुन्छ, बाइकमा आउनुहुन्छ भने आधी घन्टाभित्रमा दमोलीबाट पुग्नुहुन्छ र यसको चाहिँ तपाईँको आउनको लागि त्यति गाह्रो छैन। गाडी नै माथि पुगेको तपाईँले देख्नु भएकै छ र सजिलै पुग्न सक्नुहुन्छ। र 1-2 ठाउँ बाहेक सबै ठाउँ पिच भइसकेको छ, सबै कुराले सम्पन्न भएको छ र माथि पनि होटलहरू बनिसकेका छन्। तपाईँहरूले सस्तो प्याकेजमा पनि पाउनु हुँदो रहेछ। तर हामी चाहिँ तल बस्यौँ, तपाईँ चाहिँ माथि नै सिधै आएर अझै बिहानी भ्यू छिटोभन्दा छिटो उठ्न चाहन्छु र बिहानको भ्यू हेर्न चाहन्छु भन्नुहुन्छ भने माथि नै पनि हेर्न सक्नुहुन्छ। र यसरी चाहिँ एकदम खुसी हुनुहुन्छ उहाँमा चाहिँ हामी पुग्नै आँट्यौँ र खुसीको क्षण छ। त्यहाँ रेस्टुरेन्टहरू खोलिसकेका छन्, हेर्न सक्छौँ। भित्तामा चाहिँ होटलहरू बनिसकेका छन् र माथि त्यो टपमा चाहिँ हो हामी चाहिँ अलिक तल मात्रै हामीले गाडी राख्यौँ। ठ्याक्कै यहाँ रेस्टुरेन्टहरू खोलेका छन् र गाडी हामीले यहीँ राखेर माथि जाने निदो गऱ्यौँ, किनकि अब अलिकति अप्ठ्यारो हुन्छ कि यस्तो फिल भयो हामीलाई र त्यसबाट हामीले बढी बल गरेनौँ र अनि त्यसपछि यसरी अगाडि बढौँ। यात्रामा छौँ, गइरहेको छ है अहिले उकालो चढ्नलाई। फेरि पनि सङ्घर्ष अलिकति खाल्टाखुल्टी जस्तो रहेछ, त्यही भएर अलिकति गाह्रो भयो है। अनि त्यही भएर हामीले गाडीलाई यहाँभन्दा माथि लगेनौँ। अब यो पनि पिच होला, राम्रो होला, त्यसपछि सहजै जान सकिन्छ यहाँ पनि। अब अलिकति त्यसरी आज दमोलीबाट बिहान 5 बजी हिँडेर अहिले यहाँ टप मेरो त्यही पनि यहाँबाट 2 मिनटमै हिँडेर पुग्यौँ। हाइकिङ यात्रामा आइरहेछौँ। कस्तो हुँदैछ तपाईँको यात्रा? एकदम दामी भइरहेछ। बाटो यस्तो छ, पिच रोड छ धेरै जसो। केही भाग माथि पुग्ने बेलामा चाहिँ कच्ची बाटो छ। यसरी आफ्नो अगाडिको बाटो मानुङकोटमा सनराइज हेर्नलाई अगाडि हिँडिरहनु भएको छ। आधुनिक सेवा सुविधा सम्पन्न चाहिँ रेस्टुरेन्टहरू खोलिसकेका छन् यहाँ। तपाईँहरू पनि आउनुहोला। यो तनहुँ जिल्लाको दमोलीबाट 6 किलोमिटर यसरी ठाउँमा। अनि त्यसपछि एउटा दक्षिणी साइडको भागहरू, डाँडाहरू, होमस्टेहरू, विभिन्न कुराहरू देख्न सकिन्छ। गाडीहरू आफ्नो अलिकति तल राख्नु होला, नजिकै थोरै। अनि त्यसपछि त्यसलाई चाहिँ हामीले चाहिँ अवलोकन गर्ने मौका पायौँ र यो वैशाख गाडीहरू यहाँ आएको देखिन्छ, बाइकहरू आएको देखिन्छ र पैदल यात्रीहरू आफै पनि त्यसरी देखिन्छ। यस्तो हाम्रो यात्रामा हेर्नुहोस् त कस्तो राम्रो मानुङकोटमा टपमा पुगिसकेको कस्तो गजबको भ्यू देखियो। तलपट्टि साँगे फाट हेर्नुहोस् त, तल पतेनीहरू, तलका ठाउँहरू कस्तो सिधै तल देखिँदैछ। एकदम रमाइलो छ, एकदम राम्रो छ। एकदमै अगाडि हेर्नुहोस् त कति को मन्त्रमुग्ध नहोला र यहाँ बिहानको घाम देख्न सक्छ। हेर्नुहोस् त बिहानी पहिलो सूर्योदय नजिकै आउँछ। अझै दमोलीको भ्यू अझै तपाईँ पुष माघ महिनामा चाहिँ बेस्ट महिना हो। यसरी हामीले खुड्किलाहरू पार पनि चढ्यौँ, तलपट्टि गयौँ,
एकदम यहाँको चाहिँ त्यो ल्यान्डस्केप नै गजबको छ, मन्त्रमुग्ध बनाउने खालको छ र हाम्रो पारिवारिक भ्रमण यसरी सफल भएको छ, यसरी अगाडि बढेको छ। हेर्नुहोस् तलको मादी नदी कस्तो राम्रो देखेको छ। बिहानै सम्पूर्ण पर्यटकहरू उठिसक्नु भएको छ सबै हेर्नको लागि, सबै राम्रो कुराहरू दर्शन गर्नको लागि र यसरी हाम्रो यात्रा यसरी पुरा गऱ्यौँ। र बिचमा तपाईँले बाटोमा ऐसेलीहरू पुरा फलेको देख्नुहुन्छ। हेर्नु त सनराइजको भ्यू कति राम्रो, कति हरियो, कति आनन्दको ठाउँ छ नि यो। तपाईँ एकपटक अवश्य पाल्नु होला। पोखरामा हुनुहुन्छ भने सजिलै 48 किलोमिटरसम्म आउनुहोस्। काठमाडौँबाट पनि त्यति टाढा छैन। दमोली बजारबाट अलिकति माथि आधी घन्टामा पुग्ने ठाउँमा तपाईँ जसरी पनि आउनुहोला र यो ठाउँको भ्रमण गरी मन्त्रमुग्ध हुनुहोला। र हामी यसरी फर्क्यौँ, 1 घन्टा जति त्यहाँ बस्यौँ अनि त्यसपछि फेरि दमोलीतर्फ पुनः फर्क्यौँ। बाटामा ऐसेलु खाँदै फर्क्यौँ, गाउँका ती हरियाली हेर्दै फर्क्यौँ, ती रमाइला हेर्दै फर्क्यौँ, ती जङ्गल र ती सुरुमा आफ्नो जन्मस्थलहरू हेर्दै फर्क्यौँ र एउटा चाहिँ स्वर्गीय आनन्द लियौँ र आफू नजिकैको तीर्थ यो पर्यटकीय ठाउँलाई थप सुन्दर देख्यौँ आफ्ना आँखाले नजिकै। र यसरी पनि हजुरहरू पनि यी नजिकैको ठाउँ तनहुँको मानुङकोट यो समुद्र सतह 1080 मिटरमा छ। दमौलीबाट नजिकै आधी घन्टाको यात्रामा पुग्न सकिन्छ। तपाईँ पनि यहाँ आउनुहोला र मन्त्रमुग्ध हुनुहोला र पर्यटकीय गन्तव्यलाई थप मजबुत बनाउनुहोला, नेपालभित्रका सम्भावनालाई थप मजबुत बनाउनुहोला र सुन्दर यो नेपाललाई अझै सुन्दर बनाउनुहोला र यहीँ नजिकै रमाउनुहोला आफ्नै गाउँठाउँमा, आफ्नै स्वादमा, आफ्नै देशमा। जय नेपाल, जय तनहुँ, जय मानुङकोट। तपाईँ सम्पूर्ण धन्यवाद भन्दै नमस्कार बिदा हुन चाहन्छु। धन्यवाद।